Hello guys, good morning. Welcome to SJV Vlogs. Rider केटो हुनुहुन्छ in black sassy flame. यहाँ बाइक पछाडि आज मडगार्ड हालियो, सर्भिसिङ पनि गरियो। सर्भिसिङ गर्न बाहेक केटाहरु जाउँ भन्छन्। सेकुवा खाना कहाँ भन्नु नि? सेकुवा खाना नेक्स्ट जिल्ला। We are going to नुवाकोट। यो वर्ष मेरो नुवाकोटको राइड कम्तीमा नि 12 वटा जति भयो होला। मलाई कहिले पनि म भन्दा राम्रो राइडर भइसक्यो चाहिँ चलाउन दिन मन लाग्छ, त्यही भएर हो। राम्रो राइडर भनेको दिनले माथि हाल्छ केटो। पानी पर्यो न घुम्न नजाउँ भन्दा नि मानेनन्। अहिले पानी पर्यो। अहिले हामी गौडेश्वर आइपुगेका छौँ। नगरपालिका छोडेर अर्को नगरपालिका सुरु भइसकेको छ। सेबु राष्ट्रिय कुन चाहिँ आयो, अब यहाँनिर हल्का चेकिङ हुन्छ, कहाँ जान लाग्यो भनेर सोध्छन्। पहिला सोध्थेँ है, अब चेकिङ नै भएन आज त, अचम्म भयो। ल काठमाडौँ जिल्ला सक्यो, नुवाकोट जिल्ला सुरु भयो। यहाँबाट चाहिँ हो सुरु चढ्दा नि हामी चाहिँ तलतिर जाने। अब त आइहाल्यो नि। हेर्नुहोस्, प्रत्यक्ष प्रसारणमा छौँ हामी। हेर्नुहोस् के भइरहेछ यहाँ। कस्तो हुन्छ लास्ट कडा बिस्तारै के हो अरे? चिलाउने गाउँ झरना 9 किलोमिटर लेखा कहाँ थियो छ? गुर्जे झरना चाहिँ 3 किलोमिटर, लप्से झरना चाहिँ 12 किलोमिटर। हामी यो गुर्जे झरनासम्म त जाउँदै है। के अपडेट? ठीक छ, हामी अहिले कहाँ पुग्नु? अपडेट है। यो ठाउँको नाम के हो थाहा छैन। गुर्जे भन्ज्याङ भन्ने खोले गुर्जे भन्ज्याङ गुर्जे होम आइपुग्यो हामी यहाँ। बाटोमै थियो नि त। खै के छ त हाम्रो ब्ल्याक स्यासी फ्लेम छ। थाहा हुँदैन के त यहाँ हेरै, साइड लगाएपछि कसैले साइड दिएपछि यो राइट साइडको बत्ती बल के अरे लेफ्ट साइडको बत्ती बाल्नुपर्छ। अहिले जतितिर साइड लाग्यो त्यतैतिरको साँच्ची हो भने उल्टो बालिदिन्छन् भने त्यो साइड। सुन्नु भने भर्खर हाम्रो ट्राफिक ज्यूले के भन्नु यहाँ। हवलदार त नभन्ने यार, डिएसपी इन्सपेक्टर यत्रो पढाइको हिसाबले त बोल्न यार। कि बिर्सिन्छ 10 बेला मास्टर पास भयो। ओहो ल विक्रमको साथीहरू गए। हेलमेटले स्कोर कति भयो यार? नेपालको स्कोर नेपालको स्कोर हेरिदिइहाल्नु। हेर त ए लखिनेश्वरी झरना जाने बाटो पनि यहीँ रहेछ भनेको। 5 वटा झरना त यहीँ रहेछ यार गाइस। लाग्यौँ झरनातिर लाग्यौँ। गुर्जे झरना चाहिँ 3 किलोमिटर लेखा छ। त्यसपछि अरू पनि झरना छ, अरू पनि छ। ओ माई गड, रोड त बारदली रिसोर्ट भन्ने चाहिँ यहाँ रहेछ है। मैले एकदमै नाम सुने यो रिसोर्टको। वाह कस्तो राम्रो फुल यार, कस्तो राम्रो घर हेर्ने यार। लाउरी फुल के गोदावरी फुलको रहेछ। ओ माई गड जाडो, जाडो बाटो हेरिरहेको छु। ब्लगमा बबल आएर क्या चल रहा है भाई? इंडियन मूवी तो चल रहा है भने 1.9 किलोमिटर अझै अडी छ। यो झरना अझै अडी है। यो गुर्जे झरना जाने अझै अडी है। यताबाट तिहारमा फुल फुलेन, अहिले यो टाइममा फुलिरह अनि कहाँ हुन्छ देख्दा है। बाटो त उडा रहेछ त। कहाँ गयो होला भन्नुहुन्छ भने हामी गइरहेकै छौँ। बाटो यस्तै छ। एकदम बादल भित्र क्या कुहिरो भित्र लुकिरहेको छौँ, थाहा छैन। यति राम्रो गाउँ छ यार, फुल फुले छ। कसम हामफालालाई रेडी भएर बस्यो। त्यस्तो होइन क्या, चिल पारामा बसिरहेको छु क्या। कम्फर्टेबल भएर बस्ने हो अनि मलाई सजिलो हुन्छ चलाउन।
तैँले कम्फर्टेबल भएर बसिनस् भने चाहिँ अप्ठ्यारो हुन्छ क्या दाइ चलाउनु मलाई। त्यो कृष्णगढ भयो त्यो साधन हेर कहाँ उडिसक्यो यो तोर्बेले के चलाउँछ लाज हजुर मलाई यस्तो आँखी दिन्छ बरु यहाँ चाहिँ त्यो लाने साथ अवतरण गरियो मलाई यस्तो नेपाली शब्दावली कहाँ आइरहेछ क्या त यार म टुवा परिरहेछ। अब एकछिन 11 नम्बरको गियर हान्छु म त्यसले चाहिँ 1 नम्बरको गियर हान्छ। अब अलिक तलसम्म जान्छौँ हामी अरे अरे खै यहीँ तल भन्थ्यो हामीहरू बेग्दै आउँदै हुनुहुन्छ। बाटोको कन्डिसन यस्तो छ राम्रो क्वालिटी आएन यार यसको मोबाइलबाट कसम त म दौडाइदिइहाल्छु फनन्न लाग्यो म फेरि चढेको छु तर कति बेरको लागि भन्ने मात्र कुरो हो। जाउँ 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 न माया जाउँ जाउँ न माया जाउँ जाउँ न माया जाउँ। बाइकको होइन यसले फेरि आज यति ज्ञान दिइसक्यो मलाई भन भन। बाइकको होइन गाडीको साधनहरूको चाहिँ एउटा ह्यान्ड ब्रेक हुन्छ होइन एउटा फुट ब्रेक हुन्छ होइन अनि अर्को चाहिँ इन्जिनको ब्रेक हुन्छ क्या दाइ। इन्जिन ब्रेक भनेको चाहिँ कस्तो भने चाहिँ होइन जब एक गियरमा चलाउँछ त्यो गाडी उकालो र ओह्रालोमा चलाउँदाखेरि थाहा छ क्या थाहा छ ध्यान गऱ्यो ल हार खायो नि त हार खाएर हुन्छ ल फेरि बेलामा यस्तो राम्रो आइहाल्छ नि। तामा तपाईँले पढ्नु भएको थियो नि हुस्सुमा हराएको काँक मजाले बेला बेलामा यस्तो बाटो आएर हामीलाई एक्साइटेड गरिदिन्छ। बेग्दा लौके झर्न जान लाग्यो जस्तो याद आएन है यस्तै बाटो यस्तै दिनमा गएको फेरि झर्ना जाने कति राम्रो दिनमा होला त हामी फेरि ल बुला यति नै रहेछ सक्यो तिम्रो लागि मेरो माया भने यति रहेछ यति नै रहेछ यस्तो ल हुसुमा यति बवाल रुख सोध्नुपर्छ अब यहीँ राखेर हिँड्ने कि कता भने आँट लाग्थ्यो यहाँ हिँड्ने हो क्या यहाँ आइसक्यो यहाँ राखेर 1 किलोमिटर हिँड्नुहोस् ने यतातिर 1.5 किलोमिटर अगाडि लेखेको छ गुर्जे झरना 1.75 किलोमिटर फेरि गाउँ यता 10 मिनट। वाउ यस्तो बल देखिन्थ्यो होला यहाँबाट हुसीले केही देखायो मरि जाउँ। ओह यहाँ त बल रहेछ नि त ल हामीले बाइक पार्क गर्दैछौँ। त्यो कसलाई र रमाइलो चिसो ए हिँड्न त झर्यो झर 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 ल फेरि सुकुटी खान चप्पल लाएर आइदियौँ हामी अर्को जिल्ला त किटो लाएर होइन त रिजल्ट लिने मान्छे ल बाटो पनि यस्तो खतरा खाएर ट्रेकिङ आयो भनेर हाल्नु पनि लागेको खालको रहेछ त लप्सीबाट के हो यो हो लप्सीबाटै रहेछ। ल गाइस अलि राम्रो बाटो आइसि देखाउँछु म त त्यो त गाह्रो बाटो खिच्दा खेच्दा आफै चिप्ले लाग्छ छ टोयलेटमा लाउने चप्पल लाएर हो मलाई मलाई एउटा के खतरा जोक्स याद आयो हामी सुकुटी खाना आयो नि यहाँ सुकुटी खाना आयो तर लास्ट हामी गाउँतिर आयो अब गुन्द्रुक खान्छौँ त्यो पनि सुकुटी हो नि त त्यही भएर अब वास्तै सुकुटी नै होला ल हाम्रो विक्रमजी ओइ कता हो यसलाई के भन्छ फापर होइन यो फापर ल बाटोभरि फापर फुलेको रहेछ नि त क्या हाम्रो गाउँमा हुन्थ्यो क्या फापर यसको खतरा रोटी भन्छ नि फापर त बाटोभरि फुलेको रहेछ नि त मैले त नदेखिरहेको नोटिस नगरेको छु। हाम्रो भाषा के भन्छ दादा के फाप्रे फाप्रे तोर्बेहरू भएर फाप्रायो भने होला त खालि अर्का घर किन जान्छस् क्या यो बाटो दुईवटा यो खोलो कि बाटो खास्ती हो क्या दाइ यो खोलो खोलो भएर त ऊ भयो त नि झर्ना अब जो बाटो आयो यता जाने कि यता जाने थाहा छैन लोकेसन ट्रेस गर्छ कहाँ जाँदा उयो खासलाई नासपाती हो क्या साइको बायोलोजी टिचरलाई सिकाइरहेको छ अरे सब प्लान साइन्टिफिक विथ साइन्टिफिक नेम भनिदिन्छु म कति फापरे फापरे
हामी त बारीमा जाँदैन, हामी त बाटोमै टिप्छौँ भने जस्तो रुपियाँ एकदम सोध है। कुकुरले भुक्यो त कुकुर सरका मत कुकुरको डर लाग्छ। घरै घर आयो जुम्सौमी बजारमा। कति राम्रो घर हो विक्रम। के देखिस के देखिस के देखिस? छन् मान्छे हिँड्न छैन त्यहाँ भित्र कहाँ गए ठाकुर? क्या गाउँमा कोही नहीं है? सोधौँ न एकचोटि यता कता बाटो भनेर। नानीलाई सोध्छस् त्यहाँ भित्र मान्छे होला बे। नानीले 1 मिनट यसरी औँला एउटा जस्तै त्यहाँ हुनुहुन्छ भने सोध। रोड रे कहाँ रोड? दिस इज रोड 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 म्याप भन्ने होला क्या यस्तै हुन्छ नि त म्याप। ए यहाँ ठुलो रोड आयो क्या यी त्यो अघि आइरहेको बाटो होइन फेरि त्यो फेरि जाने अन्त्यतिर पनि हुनसक्छ नि। यो बाटो यताबाट पनि आउनु सक्छ नि। नडरा नडरा गाउँको चितुवा हिँडे यसरी आएको थियो त त्यसरी नहेर। पिङ बाँकी रहेछ यार, पिङ खेल्दैन एकछिन। ला त ला सकियो त कन्टिन्यू गरे। तपाईँ त पिङमा पुग्ने बेला हात पुग्दैन। लड्लास है लड्लास। पिङ चढ्दाखेरि एक राउन्ड लड्ने रहेछ। कति माथि पिङ हो यो बाङ्गो छ है यो बाङ्गो। तपाईँलाई नै पछायो त ए ढकाल लान त्यो खिचेर बसेर हुन्छ र। ल है त ह्याप्पी दसैँ हो त अहिले। एकादशी नै हो। ठुलो एकादशी। आज तुलसी रोप्ने दिन हो क्या दाइ। हो तिमी लाउ झर्ना जान्ला कि पोखरी जान्ला हो? बाटी खान्थ्यो ओइ ओभरट्याक गर्नु हुँदैन। यो यो तोर्पे जाने ओभरट्याक गर्ने क्या बाइकमा ओभरट्याक कुकुरलाई ओभरट्याक गर्छ यार। कुकुरलाई ओभरट्याक गरेर झन्डै लडाइदियो हो भाइ। हो काठमाडौँ जिल्ला सब हब काठमाडौँ जिल्लामा जे छ सबै हब किनभने काठमाडौँ जिल्लामा खपत हुन्छ। यसले फेरि रमाइलो खेल्छ। रमाइलो बाटो देखाइदिएर अलिअलि बाटो चाहिँ देखाइदिएर कता बाटो देखाइ। ल यही झर्ना जस्तो छ यत्रो ठुलो पानी परेर यो अन्त तल त म जान सक्छु जस्तो लागेन। बाफ रे बाफ कैसे ठाउँ आएको अरे भाइ हमको त। कस्तो दामी देखेको रहेछ। आहा ल अब चाहिँ झर्नाको आवाज एकदमै आयो। झर्ना आयो कि जस्तो लाग्यो त लास्ट क्रिपी छ यार जङ्गल त। माको बाटो हेर्नु है कत्रो हमको तो डर लग गया यार भाइ। केही सुन्दैन क्या भिडियोमा खोलाको आवाजले केही सुनेन। हेर्नु यस्तो बाटो त अप्ठ्यारो तर नियरली टु द झर्नाको एकदम नजिक आइसक्यौँ। साधन गान्डु इज अलमोस्ट देयर। हाम्रो 2-3 जना साथीहरू पछाडि चाहिँ बिचरा हिँड्न नसकेर फाइनली दिस ठाउँ इज एमेजिङ। एकदम राम्रो रहेछ रमाइलो छ। झर्ना हामी झर्ना आइसक्यौँ फाइनली है। हाम्रो विवेकको चाहिँ पछाडि एकदम हिँड्न नसकेर पछाडि दिन्छन्।
फाइनली लो के अरे गुर्जे झर्नाबाट हामी चाहिँ अब हिँड्न आँटेको। अब थकित छौँ, मौसम अलिअलि एकदम प्रतिकूल छ, अप्ठ्यारो छ बाटो, हिँड्न पनि गाह्रो छ। द्याट्स वाइ वी आर मुभिङ ब्याक होइन। अब साथीहरू आउनु बाँकी छ, त्यो पनि हिँडिरहेको छ। एकदमै अप्ठ्यारो छ बाटो। ल यस्तो अप्ठ्यारो बाटो छ, तल भिरको खोजमा बाटो बनाएको छ, अप्ठ्यारो छ। अगाडि साधन हिँडिरहेको छ, हामी झर्ना गएर फर्किरहेको छौँ बाटोमा। यस्तो अप्ठ्यारो बाटो छ, के अरे भिरको खोजमा चाहिँ यस्तो बाटो बनाएको छ। कस्तो लाग्यो साधन झर्ना चाहिँ? साधन सर कस्तो लाग्यो झर्ना? यस्तो अप्ठ्यारो ठाउँमा छ, भिरको खोजमा छ बाटो। एक्ज्याक्टली देयर इज नो वे, बाटो छैन। तर पनि यहाँको स्थानीय सरकारले चाहिँ अलि राम्रो बनाएको रहेछ, राम्रो छ बाटो। अलिकति ट्रेल भएको रहेछ, राम्रो जाडो पनि हुन्छ यहाँ त। जाडो घट्टला काँचो। यो एकदमै हाम्रो के भन्छन् पूर्वजहरूको विज्ञानले अहिले आविष्कार गरे पनि हाम्रो पूर्वजहरूले त्यो बेला आविष्कार गरिसकेको एउटा पानीबाट चल्ने एउटा मेसिन भनौँ न, अहिलेकाले मेसिनमा छन्, त्यो बेलाकोलाई हाम्रो घट्ट हो। यो एकदमै प्रविधियुक्त, यो एकदमै मेकानिकल राखेर यसरी घुमाउने नि हो। खोइ घुमाउने कुरा कता लाइट अनि यहाँनिर पानी पनि फ्लो आएन। मेरो त्यहाँ लाइट जल्छ नि, भिडियो लाइट जल्छ त। ल छोड्दैन जाउँ। ल घट्ट पनि हेऱ्यो, मेरो साथी भट्टको पनि छ। देउरालीमा बतास चल्यो, फेरि सिस्नोले पोल्यो पोल्यो पोल्यो। अझ एउटा हाँगा झर्या रहेछ हेर त। बर्को र लप्सी दुइटा। धन्यवाद। हो बिहान आएर गइसक्यो एक ट्रिप। त्यसो अरिङ्गल होइन त्यति होइन, त्यो इपिफाइटिक प्लान्ट्सहरू हो क्या। कौन सा लाएगा तू और मैं? यो बाटो त कटाउनु पर्यो नि त। कस्तो खतरा बनेर रहेछ देखि। यस्तो रफ बाटो आउँदाखेरि पनि केही भएन नि। सिस्नो टिपेर ल्याएमा हामीले। काठमाडौँमा पाइँदैन, काठमाडौँमा पाइँदैन, महँगो हुन्छ बाटो। काठमाडौँ बाटोभरि ए ल यहाँ यसरी झुन्डाइयो। फुल अलिक यस्तो कुहिरोहरूको बिचमा साधन गाडीले 180 को स्पिड कुदाउला सोचिरह होला। कुदाउन मिल्दैन यस्तो चिसोमा, चिपेर लडिन्छ। त्यसैले केयरफुल भएर एकदम सेफ राइडिङ गर्नुपर्छ। राइडर त राइडर केटो म भन्नेवाला होला, निक्नेमै राइडर केटो मवाला हो फेरि हो। लके गुरुङ गाउँ यही हो क्या, यहाँ आउनु रिलमा रिल। हामी यहीँ आएको हो गुरुङ गाउँ खाजा खानलाई। मुला सागले 2 किलोमिटर दौडाए, लास्टमा खाजा खान ल्यायो। ल आइयो भाइ कोराए किधर गए? हामी अब ठ्याक्कै नुवाकोट खाजा खाएर अब निस्किन आँटेको। बाटो पुरै कुहिरोले चेकेर यस्तो भइसकेको छ। विवेकहरू अगाडि गए, यो साधन अब गाडी चलाउँदैछ। अब हामी हिँड्नै लाछौँ। ए मा फालफाल झऱ्यो। यो ल बाटो कहीँ देखिरहेको लाइटले अलिअलि देखा भाइ। अहिले यहाँ पुलिस बेला त गाडी जानै दिँदैन नि भिडियो फुटेर बबाल नाइट हुँदा यतिकै खिचिरहेको छ।